अस्ति भर्खर कसैले मलाई सोध्दै थियो, विवेक, तिम्रो जीवनको अन्तिम लक्ष्य के हो? मेरो जवाफ, साधारण जीवन नजिउनु। मलाई सामान्य जीवन जिउनु छैन, मलाई कसैको स्वामित्वमा जिउनु छैन, मलाई पुल्चोक क्याम्पसको अभिलेखमा थन्केको एउटा रोल नम्बर मात्र भन्नु छैन। साधारण जीवन भनेको अरू कसैले लेखिदिएको स्क्रिप्ट हो, अनि म अब अरूले लेखेका लाइनहरू पढ्ने पक्षमा छैन। तीन चार महिना अगाडि याद छ त्यो कुरा? सडक तातेको थियो, हामी सडकमा थियौँ, हामी कराइरहेका थियौँ, हामी लडिरहेका थियौँ। सयौँ आवाजहरू एकैसाथ गुन्जिँदा त्यहाँको भुइँ मात्र होइन, मेरो आफ्नै सोचको जग पनि हल्लिरहेको थियो। त्यो बेला मलाई आफ्नै भित्र केही बदलिएको महसुस भयो। त्यो भिडमा उभिँदा मलाई लाग्यो हामी केवल त्यो धमेरो लागेको व्यवस्था र वर्षदेखि बाँडिएका खोक्रा आश्वासनहरूको विरुद्ध मात्र लडेका थिएनौँ, हामी आफ्नो अस्तित्वको लागि लडिरहेका थियौँ। हामी चिचाइरहेका थियौँ किनकि उनीहरूले बुनेको त्यो भ्रमको जालोभित्र एउटा भिड मात्र बनेर हराउन हामीलाई मन्जुर थिएन। हामीले शिक्षामा क्रान्ति गर्ने भन्यौँ र शिक्षालाई व्यापार र राजनीतिका खेलमैदान बनायौँ। फलस्वरूप गरिबीकै कारण 4 कक्षा छोडेर चक्रवत चाबहिले भन्दै कराउँदै सहचालकको जिम्मा पाएको भाइ जस्तै दर्जनौँ बालबालिकाहरू बेलाबखत होटेलका भाडा टल्काउने हातहरूमा सीमित छन्। सबैका लागि शिक्षाको नारालाई सार्थक बनाउनका निमित्त खाली खुट्टा र च्यातिएको कपडा लगाएर एउटा डाँडा काटेर खोला तरेर एकजना शिक्षकबाट 4 जना विद्यार्थी पढ्दैछन्। महाकाली पारीको कुनै विद्यालयमा इतिहासका बलभद्र कुँवर र पृथ्वीनारायण शाहको बहादुरीको पाठ पढाइँदैछ। यतातिर महाकालीकै सिमाना मिचिँदैछ। हामी महाकालीलाई बेचेर लिपुलेक कालापानी हाम्रै हो भन्ने अभियानमा होमिएका छौँ। अहिले सडकको धुलो अलिकति बसेको छ, आकाशमा नयाँ आशाका किरणहरू पक्कै देखिएका छन्, नयाँ अनुहार, नयाँ बाचाहरू। तर एउटा कुरा स्पष्ट होस्, मेरा आँखा अब पूर्ण रूपमा खुलेका छन्। हिजो कसैको अन्धभक्त बनेर बस्न अस्वीकार गरेको म आज नयाँ अनुहार देख्दैमा अन्धविश्वासी बन्ने छैन, किनकि मलाई राम्रोसँग थाहा छ भत्किएको जगमाथि नयाँ रङ पोत्दैमा घर बलियो हुँदैन। म हेरिरहेको छु हरेक पाइला, हरेक निर्णय। आशा हुनु जरुरी छ, तर आँखा चिम्लेर भर पर्नु भनेको फेरि त्यही साधारण निन्द्रामा फस्नु हो, फेरि त्यही पुरानो पासोमा पर्नु हो। मेरो रहर यो देश हाम्रै पुस्ताको समयमा सम्पन्न भएको हेर्ने रहर छ। अझ त्योभन्दा पनि ठुलो रहर मलाई त्यो सहचालक भाइले गुणस्तरीय शिक्षा हासिल गरेको हेर्न मन छ। अबको सरकारले सोलुको उकालोमा भारी बोक्ने ती दाइको व्यथा बुझ्न सकोस्, ब्याचलरको सर्टिफिकेट हेरेर भौतारिरहेका तमाम युवालाई देशमै स्वरोजगार प्रदान गर्न सकोस्, गर्भवती अवस्थामा नै अकाल ज्यान गुमाउने तमाम महिलाहरूले समयमा उपचार पाउन सकुन्। विदेशमा गएर मलाई मेरो देशको माया लाग्छ भन्ने रामदाईको पनि यहीँकै उद्योग सुचारू गरी यहीँ काम गर्ने वातावरण बनोस्। ममा यो प्रश्न गर्ने आँट, यो जागरण रातरात सडकको भिडमा मात्रै जन्मिएको होइन सायद। बाहिरको त्यो ठुलो व्यवस्थासँग लड्नु अघि मैले आफ्नै वरपरको यो सानो संसारसँग जुझ्न सिकेको थिएँ। मलाई साधारण बन्नबाट रोक्ने यो आगोको झिल्को त्यही दिन बलेको थियो जुन दिन मैले पहिलो पटक आफ्नो भविष्यको नक्सा बोकेर पुल्चोक क्याम्पसको भुइँमा पाइला टेकेको थिएँ। जब म आफ्नै विगतको पान्ना पल्टाएर हेर्छु, त्यो 4 वर्ष, सुरुवातमा लाग्थ्यो यो समय कहिले सकिएला, तर आज लाग्दैछ यो समय कहिले सुरु भएर यति चाँडै बित्यो। हिजो अस्ति जस्तो लाग्छ आफूभित्र एउटा काँचो माटो बोकेर पुल्चोकको गेटभित्र छिरेको। रङ्गीन सपनाहरू थिए, आँखामा एउटा बेग्लै चमक थियो, अनि मनमा एउटा अजीबको आगो थियो। त्यो आगो जुन सानो हावाको झ्वाकले पनि वारवारती तन्किन्थ्यो। कति आवेग थियो त्यो बेला, कति जिद्दी थियो। लाग्थ्यो यो पुरै संसार जित्न सक्छु। तर समय नै सबभन्दा ठुलो गुरु रहेछ। यसले मेरो त्यो आगोलाई निम्न दिएन, बरु त्यही राप र तापले हिजोको त्यो काँचो माटोलाई पकाएर बलियो बनायो। आज त्यो आवेग शान्त भएको छ। आज मलाई गर्जनु छैन, किनकि मैले बुझेँ गहिराइमा बग्ने नदी सधैँ शान्त हुन्छ। यी 4 वर्षमा धेरै साथीहरू भेटिए। कसैले आफ्नो वनको न्यानो छाता ओढाए, त कसैले ठिक त्यही बेला हात झिके जब मेरो आकाश सबैभन्दा धेरै गर्जिएको थियो। कति धेरै यादहरू छन् ती 4 वर्षका।
सबै विपरीत हुँदा तिम्रो साथी हुँ भनेर अग्रिमले दिएको सान्त्वना मैले कहिल्यै बिर्सिने छैन। बिर्सिने छैन सधैँ मेरो घर नजिकैको भाइ भनेर मलाई कलेजभर चिनाउने ऋतिक दाईलाई। न त आकाश, अविनाश, मनोज जोशीलाई बिर्सिनेछु जो म आफैसँग नहुँदा मसँग थिए। दिवस दाई, विक्की दाई अनि सरोज दाई, उहाँहरूलाई कसरी भुल्न सक्छु, जसको सङ्गत र 2 शब्द कुरा गर्दा मात्र पनि मनभित्र एउटा छुट्टै उत्साह र ऊर्जाको संसार हुन्थ्यो। अनि विवेक, जोसँग एउटै कोठाका ती 4 भित्ताभित्र अनेकौँ सपना र ती सङ्घर्ष बाँडेको छु। अनुपम र मोहित जस्ता भाइहरू, जसको विश्वास र आधारले मलाई सधैँ जिम्मेवार दाई बनिरहन सिकायो। विशेष गरी कौशल, जसमा म मेरो आफ्नै विगतको ठ्याक्कै प्रतिबिम्ब देख्छु। म उसमा त्यही पुरानो मुहालाई भेट्छु, त्यही अजीबको छटपटी, त्यही जोस अनि त्यही भित्र लुकेको डर, जुन समयको उकालो चढ्दै जाँदा आज बिस्तारै धैर्यतामा परिणत भएको छ। यी मान्छेहरू, यी सम्बन्धहरू, यी केवल सम्झनाका पाना मात्र होइनन्, यी त ती बलिया इट्टाहरू हुन् जसले मेरो यो 4 वर्षको यात्राको जगलाई कहिल्यै भत्किन दिएनन्। आज हिँडेर आएको त्यो धुलम्मे गोरेटोलाई फर्केर हेर्दा मैले बुझेँ सफलता भनेको त्यो मार्कसिटको एउटा पाना मात्र रहेनछ, असफलता भनेको लड्नु होइन रहेछ। सक्कली सफलता त ऐनामा हेर्दा आफ्नै आँखाहरूसँग आँखा जुदाउन सक्नु पो रहेछ। यी सम्झनाहरू, यी दागहरू, यी घाउहरू, यी सबै मेरा यात्राका जिउँदा प्रमाण हुन्। तर अब यो सुरक्षित पर्खालबाट बाहिर निस्किने समय नजिकै छ। अन्तिम वर्षको डिलमा उभिएर जब म क्याम्पसको गेट बाहिर चिहाउँछु, त्यहाँ एउटा अर्कै यथार्थले पर्खिरहेको छ। यी 4 वर्षमा मैले जमिनको भित्री तह र माटोको स्वभाव बुझेर मात्र जग बसाल्न सिकेँ। किताबमा भूकम्पले नभत्किने घरको नक्सा त कोरेँ, तर बाहिरी सिङ्गो देशकै जग हल्लिरहेको छ। भित्रभित्रै भ्रष्टाचारको धमिराले खाइसकेको यो व्यवस्थालाई कुन चाहिँ इन्जिनियरिङको सिद्धान्तले थाम्ने। यो गेटबाट बाहिर निस्किँदै गर्दा मेरो हातमा डिग्री त हुनेछ, तर अगाडि एउटा यस्तो देश छ जहाँ हरेक दिन आशाहरूको पहिरो खस्छ। धेरैका लागि यो क्याम्पसको सर्टिफिकेट देश छोड्ने टिकट बन्ला, वा त्यही पुरानो 9 देखि 5 कोठामा आफ्ना सपनाहरू मारेर निदाउने लाइसेन्स। तर सडकको त्यो राप र त्यो माटोको सुगन्धले मलाई अर्कै कुरा सिकायो। मैले बुझेँ एउटा बलियो संरचना बनाउने अघि त्यो सडेको भग्नावशेष पन्छ्याउनुपर्छ। म केवल इट्टा र सिमेन्ट जोड्ने साधारण इन्जिनियर बन्न गइरहेको छैन, म त भत्किएको विश्वासको जगमाथि एउटा नयाँ अस्तित्व खडा गर्न निस्किँदैछु। अगाडिको बाटो त्यति सजिलो छैन, जति माथि गयो हावा उति नै पातलो हुँदै जानेछ। सँगै हिँड्ने पाइलाहरू अझै कम हुँदै जानेछन्, तर म यो उकालो एक्लै नाप्न तयार छु। किनकि मलाई राम्रोसँग थाहा छ, सबभन्दा सुन्दर दृश्य र सबभन्दा बलियो जग सजिलो बाटोबाट होइन, सबभन्दा कठिन उकालो पार गरेपछि मात्र भेटिन्छ। यो मेरो विदाय होइन, यो त साधारण हुन अस्वीकार गर्ने एउटा यात्रीको आफ्नो शिखर चुम्ने यात्राको भर्खरै सुरु भएको पहिलो कदम हो। म साधारण हुन आएको थिइनँ र म साधारण भएर फर्किने पनि छैन।